एकचोटि आउन लाहा भोलि कि पर्सितिर खुलुत्तै खोलेर देखाइदिन्छ जान्छ अनि चित्त बुझिहाल्छ भइहाल्यो। नेपाल आउनुला वेलकम भव्य स्वागत हुन्ला। बाबा अनि कसरी दिएछ त बुढीले? खै म त अचम्मै परिरहेको छु त नि। ठिक छ आए पनि आओस्। त्यसको त्यो उसको बुढीको ठाउँमा म भइदिएको है महाकसम त्यसको काटेर ल्याम्की ल्याम्प बौला कुकुरलाई खुवाइदिन्थे कसम। उफ गाइज अदाको कुरा सुनेर तिमीहरू कोमा नजाऊ है। केही होइन गाइज इट्स ओके कमाउने बाटो हो कमाइरहेछ जसरी तसरी कमाओस् खाओस् गरोस्। वेलकम। पैसाको लागि यतिसम्म नि गिर्दो रहेछ भन्ने कुरा मान्छेहरूलाई चिने त्यति हो। के गर्ने त के गर्ने आफ्नो आफ्नो कला कला गरेर खाउन्। कला पनि कस्तो कला होला गाइज यार खालि केटीलाई युज गर्ने त्यही भएर पाप धुरीबाट कराउँछ कहिले के हुन्छ कहिले के हुन्छ। खालि हामीहरूलाई रुलाउने अनि कसरी स्वर्गमा पुग्छ होला नि मान्छे। केटी मान्छे भनेको त पार्वती यार के हो म त केही बुझ्दिनँ यस्ता कुराहरू। अब फेरि कुन दिन त्यो आइमै एकछिन बोल्न पाइन्छ। गाइज कहिले रे त्यो दिदी अगाडि आएर लाइभ इन हानेको अस्ति कुन दिन त्यो अलरेडी डिप्रेसनमा गएको छ डबल डिप्रेसनमा जान्छ अनि सराप्दै बस्छ त्यसले नि फेरि केही न केही हुन्छ अनि यता चियावाली सराप्दै बस्छ। कति हाँस्नु छ हुन नि कति धेरै हुन् के यार। गाइज हामीले नाम लिएर कुरा गरेको छ तिमीहरूलाई सुन्न मन छैन भने नसुन जाऊ यहाँबाट नबस सुन्न मन छ हेरिरहन मन छ रेकर्ड गरेर हालिदिन मन छ पठाइदिन मन छ भने पठाऊ यहाँ कमेन्ट चाहिँ नकुदाऊ होइन म फेरि डराउने मान्छे होइन कदालाई चिनेकै छैन मान्छेहरू औकात देखायो भने मैले फेरि छोड्दिनँ नि तर अहिले चाहिँ कुरा गरेको छैन रेड सके गाइज मेरो कुरा मानेछ डराएछ सोल्टी। त्यही त नि आफू अब जुन बाटोमा हिँडेको छ त्यही बाटो हिँड्नु पर्यो अर्को कुरा किन काट्नु पर्यो। अरूलाई डोमिनेट गर्नु हुँदैन कि आज पो हाम्रो कुरामा कुरा आएर त्यो कुरा त्यस्तो भएर गरेको नत्र बेकारमा डोमिनेट किन गर्नु अरूलाई त्यो जरुरतै छैन नि। नन स्टप पनि रुन सक्छ त मान्छे जति डिप्रेसनमा गयो नि रुँदैन। होइन हौ किन जल्ने हो र अदा त्यसै के भएर अदा जल्नलाई जलेर यहाँ मर्न लागिसके मुटु जलेर मर्न लागिसके भित्रदेखि जलेर आगो बलेर आइरहेको छ के गर्ने गाइज। थ्याङ्क यू दाजु। अब अदालाई अब केही कुरामा घुमाएको थियो भने त जलिहाल्छ नि यार कस्तो कुरा गरेको तिमीहरूले। होइन मुटु म उसको दिदीसँगै बोल्छु छैन क्या छैन किन जल्नु उसको दिदीसँग नभन न उसको बुढीसँग होला नि के अन्त तिमी त अन्त बच्चा जन्मिँदा कपडा पठाउने मान्छे होइन र। त्यही भएर त उसको फ्यामिलीसँग सबैसँग कन्ट्याक्टमा भए मान्छे हो नि त म किन त्यही भएर अनि अहिले तिमी अनि पाकिस्तानको खुट्टा पाकिस्तानी केटीको खुट्टामा राखे पनि नसुहाउने भयो नसाउने रे त्यही भएर त गुण मान्छेले कहिले बिर्सिन हुँदैन लिने बेला सुहा थियो होइन त्यति बेला दिउन्जेल सुहा थियो गाइस टुरो जस्तो त्यही भएर मैले केही दिँदा नि दिएन मलाई केही मतलब नि यस्तो हो नि त साथी त्यो अब दियो भनेर मलाई त्यो बेकारमा दिएछु भनेर रिग्रेट पनि छैन उसले जस्तो व्यवहार देखायो नि तर त्यो भनेको त एउटा छोटा निच व्यवहार हो नि त। खानी मम्मी थोरै
कति बजे चाँडो घडी हेरेर खाने अब 15 मिनटमा 2 बजे खाने अरूको होइन कि जो मान्छेले हामीले सपोर्ट गरेको हो नि त्यो मान्छेको कुरा गरेको यहाँ अरू कसैको गरेको नि छैन अनि त्यो मान्छेले हामीलाई डोमिनेट गर्न मिल्दैन नि त अनि हामीले उसले हामीलाई डोमिनेट गर्नलाई हामीले उसलाई केही नराम्रो गरे हुनु पर्यो नि त जसलाई सुन्न मन छैन जाऊ न बाबा किन कुरा सुनेर बस्छ फेरि यति चासो राख्ने मान्छेहरू छ जताततै ऐरो कहाँ के भइरहेछ चासो राख्ने रेकर्ड गर्ने पठाइदिइहाल्ने या हालिहाल्ने हाल कुरा गरेर बस्छ मजै अझै हामी त तिमीहरूले जति हाल्छ त्यति कुरा गरेर बस्छ मलाई त कस्तो मनपर्छ चिडाउन आमामा गर रेकर्ड केटा हाल त हाल के अरे कुरौटेहरू हाल कुरौटेहरूको कामै केही छ र भने नलिन हुन्छ नदिन हुन्छ है त्यत्तिकै आएर गाली गरेर के भनेर के गर्छन् के है थ्याङ्क यू सिस काजले सुनेर बसिसकेछ केही रिप्लाई दिइसकेन तिम्रो जस्तै कलर तिमीलाई पठाइदिए जस्तै कलरको किने अस्ति फेरि किनेको त्यो साउन्डको लागि यही एकजोर मात्रै किने भिडियो त हाले छैनौ त अनि तिमीले त्यस्तो एउटा मात्रै हालेको छु फेरि लाउँछु ररै पुगेको छ राम्रो कलर छ सुगा कलर मैले त 2 चोटि लाएँ अब लाएपछि अब अर्को वर्ष काम लाग्छ कसले किनिराख्ने लाइन हानम रे भन्ने होइन के लाइन हान्ने मान्छेले त हानिहाल्ने हो सोध्ने मान्छेले कहिले हान्दैन यति कुरा चाहिँ याद राख हानीले त फ्याट्टै नसुन्ने नेपाली बोल्दा चाहिँ उनीहरूलाई रिस उठ्ने अरे अनि बाहिरको पिकहरू बोल्दाखेरि चाहिँ भाउजू रे यहाँ एउटा सिस्टरले लेख्नु भयो कि कमेन्ट सही मनको कुरा बोल्नुभयो अहिले त पिके नै प्यारो भएको छ नि पिकेहरूलाई मन पराउँछन् लास्टमा बेजेत फेरि पिकेहरूले गर्छन्